हेलो गाइज गुड मर्निङ तपाईँहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज म बिहान उठेर टोइलेट गएँ, त्यसपछि के गर्ने भइरहेको थियो र एकछिनमा म खानासाना खाएर गाउँतिर निस्केँ र अब साथीभाइहरूसँग भेट्नुपर्छ भनेर र एकछिनमा साथीभाइहरू पनि भेटिए र हामीले धेरै रमाइलो गऱ्यौँ। यिनीहरूले झगडा गरिरहेको थिए, म चाहिँ भिडियो बनाइरहेको थिएँ। त्यसपछि हामी कोठामा गयौँ र कोठामा बस्दै गर्दा हामीले चटपटी खाने भनेर प्लान गऱ्यौँ र चटपटी खाइसकेपछि चटपटी चाहिँ एकदम बवाल भएको थियो, खाइरहेको थियो र यो यता हेरिरहेको थियो मलाई दिन्छ कि भनेर र यता यिनीहरू अब रमाइलो गरिरहेको थिए, यता सर्कस देखाइरहेको थिए। सो गाइज हामीले चटपटी खाएर सकायौँ। यो चाहिँ अहिले भूत अहिले उठ्यो चटपटी खाएर। त्यसपछि गाइज अब कुवामा पानी खान जाने भन्ने भयो, हामी सबै कुवातर्फ लाग्यौँ। सो यसलाई केटी बन्न धेरै रहर गरे, त्यसैले यसले आफ्नो दाढी उक्काइरहेको थियो गाइज। यसलाई अब केटी कसरी बनाउने होला, त्यसपछि आफ्नो घरतिर लाग्ने भन्ने भयो। गाइज म आफ्नो घर आइसकेको छु, आजलाई यति नै। कस्तो बाई, अर्को भिडियोमा भेटौँला, बाई।